गाइस अहिले म छु बौनियामा र म जाँदैछु आज मेरो पहाड अछाम गोर्खासम्म अछाम जानलाई नि काठमाडौँबाट आएको आमा र म अनि छोरीले पनि जाने भनेर छोरी पनि जाँदैछ है छोरी छोरी पनि जाने भनेर रोएर अनि जाँदैछु माथि गाडी आइसक्यो अहिले यहाँको 6 बजेको छ हामी घरबाट हिँडिसक्यौँ फाइनली गाडी आएर हामी गाडीमा चढिसकेका छौँ अब गाडी बौनियादेखि हिँड्यो अब हामी गाडी लम्कीतिर जाँदैछौँ लम्की फेरि चढ्नुपर्ने काम छ ल चिसापानी पुग्यौँ हामी र चिसापानीबाट गाडी नजाँदो रहेछ यो भित्र सुल्टा बाटो हुँदै जामु कुहिने हुँदै सुर्खे ननिस्केर यता निस्किँदो रहेछ त्यहाँ निस्किने बाटोतिर हामी अगाडि गयौँ कर्णाली नदी पनि आयो कर्णाली नदी हेर्दै सोल्टातिर लाग्यो हामी बाटो पनि कच्ची थियो एकदम हिलाइरहेको थियो माथि भ्यू हेर्दै जङ्गलहरू हेर्दै यहाँको बाटोको सबै हेर्दै गाडीमा गफ गर्दै आमा छोरी म पहाडतर्फ लाग्यौँ पहाडीतिर निकै पहाड थियो हेर्नै डर लाग्ने तल नदी कर्णाली नदी थियो हेर्दा हेर्दै हामी एउटा पुल नजिक गयौँ ठ्याक्कै फुल आउँछ अब फुल आयो फुल क्रस गऱ्यौँ यो उहाँको जाम कि भेरी पुल भन्छन् यसलाई भेरी पुल क्रस गरेर हामी पहाडीतर्फ लाग्यौँ अब पक्की बाटो आउँछ होला अब हेर्दै जाउँ अगाडि कस्तो आउँछ छोरीले पनि फोटो दिइरहेको छ अनि ठ्याक्कै कच्ची बाटो आयो फेरि यहाँ कच्ची बाटो यस्तरी गाडी हल्लिरहेको थियो कि नभन्ने हो भन्नै नसकिने गरी हिँडिरहेको थियो त्यसै गरी गाडीबाट बिस्तारै हामी पनि पछि पनि अछाम जाने गाडीहरू थिए अनि ओभरटेक गर्न खोजिरहेको थिएँ ओभरटेक तर हामीले साइड नदिएरै एकदम उहाँहरूभन्दा अगाडि कुदिरहेका थियौँ त्यसपछि कच्ची बाटो काहीँ थिएँ काहीँ पक्की बाटो आइरहेको थियो मैले फेरि अछामी भाषामा भनिरहेको छु है किनकि असम जाँदैछु नि त त्यही भएर अछामी भाषामा भिडियो बनाउँदैछु अनि यसै गरी डाँडाकाँडा हेर्दै जङ्गल पुरै भ्यू हेर्दै हामी यही काठमाडौँ हुँदाखेरि यही भ्यू हेर्नुको लागि माथि डाँडातिर जान्थ्यौँ त्यो जङ्गल हेर्नुको लागि यही जङ्गलमा फोटो खिच्नुको लागि काठमाडौँबाट कतिवटा घुम्नु जान्थ्यौँ नि त अहिले आफ्नो घर जाँदाखेरि नै यस्तो जङ्गलहरू आइरहेको छ अनि तल नदीहरू पनि छ फेरि तल नदी छ अनि यता साइड उता साइड डाँडाहरू छन् गाडीमा रमाउँदै यस्तो बिटा साइडतिर हेर्नु कस्तो बगार छ अगाडि भ्यू हेर्दै हामी अगाडि गइरहेको छौँ अब हामी डुङ्गिसोरतर्फ लागिरहेको छौँ डुङ्गिसोर आज यस्तै भ्यू हेर्दै यस्तो भिड हेर्दा हेर्दै हामी अछाम पुगिन्छौँ हेर्नु त कस्तो राम्रो भ्यू छ है भ्यू तल्लो डुङ्गिसोर पुग्नु लाग्छ है तल्लो डुङ्गिसोर अनि तल्लो डुङ्गिसोरको ठ्याक्कै पुल आयो यो तल्लो डुङ्गिसोर हो यो अनि तल्लो डुङ्गिसोर पुग्यौँ हामी अथवा डुङ्गिसोरबाटै पुल क्रस गर्दैछौँ नदी हो कि खोलाको सानो रहेछ ठ्याक्कै यो अगाडि डुङ्गिसोरको यो गेट भइहाल्यो र डुङ्गिसोर झरेर खाना खानको लागि रोकियो गाडी र साइडमा छ अब खाना खानको लागि हामी डुङ्गिसोर झऱ्यौँ अहिले 11 बजी ठ्याक्कै यहाँ पुगेको म चाहिँ झरिसकेँ अन्त आमा र छोरी झर्दैछन् त्यही भएर हामी यहाँको गाडी अब झरिसक्यौँ अब खाना खानको लागि भित्र जाँदैछौँ हामी लु खाना आएर पनि हामीले खाना खाइसक्यौँ डुङ्गिसोरको पुलको साइडनिर बसेका थियौँ अनि फेरि खाना खाएर हामी यहाँबाट हिँडिसक्यौँ फेरि त पहाड हेर्दै फेरि पहाडै पहाड छ बाटो पहाडै हेर्दै गइरहेको छौँ हामी टुनी पोखरतर्फ अब अनि त्यसपछि गाडीमा बसेर पनि यसो आफ्नो फेस देखाइहालौँ एकचोटि भन्ने भयो कस्तो भइरहेको छ मेरो फेस अनि हेर्दाखेरि तल पुरो माइकबाट कस्तो बाटो देखिएको यस्तो राम्रो ल कर्णालीको छेउछेउ कर्णाली नदीलाई हेर्दै हामी टुनी पोखरतर्फ लाग्यौँ अब यो चाहिँ दैलेखमा पर्छ होइन अब हामी चाहिँ टुनी पोखरतर्फ गइरहेको छौँ हाम्रो चाहिँ झर्ने त्यहीँ हो अब टुनी पोखर नजिकै एकदम आइसक्यौँ गाइस फाइनली आफ्नो बजार टुनी पोखर पुगिसकेँ गाडीबाट झरिसकेँ होइन म आएको गाडी चाहिँ गइसक्यो है यो गाडी चाहिँ यिनीहरू गाडी चाहिँ होइन अनि चाहिँ म टुनी पोखरमा छु यो चाहिँ दैलेखमा पर्छ है अनि मेरो बजार चाहिँ म यहीँ आउँथेँ सबै जेसँग किनभने अहिले त्यही बजार टुनी पोखरमा छु म यहाँको बजार यस्तो रहेछ यही पुल हो दैलेख र अछाम जोड्ने जुलुङ्गे पुल है यता क्रस गर्दाखेरि अछाम यो साइड चाहिँ दैलेख है यो जुन देखेर चाहिँ त्यो चाहिँ दैलेखको यो दैलेखमा पर्छ यो बजार चाहिँ अनि यता साइडतिर चाहिँ अछाम पर्छ म साइड अछाम र दैलेखको पुलमा छु अब म जाँदैछु यहाँबाट करिब 2-3 घन्टा हिँडेर म तोसी पुग्नुपर्ने छ मेरो गाउँ तोसी तुरमाखान गाउँपालिका वडा नम्बर 7 तोसी हो मेरो घर अहिले यो पुलमा छु पहिला सानो हुँदाखेरि म पुलमा चढ्न डराउँथेँ कि अहिले त्यसो डराउँदैन अहिले ठुलो भइसकेँ पहिला म छिर्छु तल पुगालबाटी घाँडेर छिर्छु भनेर डर मान्थेँ कि त्यस्तो डर मान्थेँ उकालोको सुरुवातमा लाग्यो है हामी यस्तो छ उकालो अब हामी लाग्यौँ उकालो अब यहाँमा 2 घन्टा जति हिँड्नुपर्छ यो चाहिँ सामान हो मेरो ब्याग पछाडि छ कि अब जे गरौँको त्यो आफूले पुग्नु पऱ्यो कि नै भन्नु त मेरो हिँड्ने काम जारी नै छ तर लास्टै गर्मी भइरह नत्र त यतिको त कति हिँड्ने हो अहिले चाहिँ बोल्नै सकिन्न हल्का पाल्लोनिर पुग्यो है चस्मा लाउनु पर्यो घाम भयो भने हल्का पाल्लोमा आयो एकछिन बसेको छु जानुपर्ने कहाँ माथि है ल कुनीगडा पुगिसक्यौँ टुनीगडाबाट 1 किलोमिटर हिँडेपछि टुनी यो कुनीगडा आउँछ यहाँ पुगिसकेका छौँ यहाँ चाहिँ ऊ रहेछ कि नाटक भइरहेको सडक नाटक चाहिँ भइरहेको रहेछ जनक सावतले सडक नाटक गरिरहेको थिएँ
अब हामी उकालोतर्फ लाग्यौँ त्यो नाटक हेरिसक्यौँ आधी घन्टा त्यसपछि उकालोमा लाग्यौँ यो त्यहाँ माथि जानुपर्ने छ हामी त अहिले ओह्रालोको तल छौँ यहाँनिर चाहिँ हल्का पालो आएको थियो कि अब यो जङ्गलै जङ्गल जाने कि कोही पनि पानीको होडकोतिर नि कोही छैन यार पानी यस्तो लागेको छ उकालोमा काँधमा कट्टा छ यताखेरि यो ब्याग छ क्या बोक्नु परिहाल्यो कामको लागि ल्याएको सामान चाहियो होइन अनि उकालो यति तलबाट माथि आइसक्यौँ अझै माथि काँचा छ के यति टाढा छ कि अब रोड त छ गाडी जाँदैन क्या त्यस्तो छ क्या हाम्रो गाउँको विकास यस्तो उकालो छ ऊ आमा र छोरी त्यहाँ पुगिसकिन् आमालाई आफैले हिँड्नु झौ छ कहाँबाट ब्याग बोकाउनु होइन ठ्याक्कै आधी बाटो पुग्यो के लाग्यो ठ्याक्कै आधी बाटो पुग्यो है अब आधा बाटो पुग्यो रात परि गयो यो बाहुनचुलाउ डाँडो तल कर्णाली पारी दैलेख अहिले म अछाममा छु तर पारी चाहिँ बिना 2 घन्टा उकालो हिँडिसकेपछि बल्ल पालो लाग्यो पारीको डाँडो देखिएको चाहिँ दैलेखको हो म चाहिँ अछाममा छु है त्यो डाँडो चाहिँ उयोको दैलेखको डाँडो हो त्यो दैलेखको डाँडो म चाहिँ अछाममा छु यस्तो जिन्दगीमा यतिसम्म पनि हुन्छ भन्ने थाहा भयो यार छ्या कतिसम्मको गाह्रो भएको यार सास नै गाह्रो भएको क्या पानी छैन केही छैन हाम्रो यहाँ म ब्याग गरेर क्यामेरा ब्याग गरेर भिड देखाउँछु र यहाँ भिडमा हिँडेर आउनुपर्ने छ होइन न पानी छ न केही छ यहाँ नराम्रो बाटो छ गाडी आउने टाइपको यस्तो भिड छ ओ त्यहाँ त कर्णाली छ नि कर्णाली त्यहाँ भन्दा पनि उताबाट झरेर आएको कर्णाली पारीबाट झरेर पारी झरेर वारी झुलुङ्गे फुल तरेर आएको जानुपर्ने ऊ त्यहाँ छ भने यहाँ यस्तो भिड छ यस्तो भिडमा ऊ छोरी त्यहाँ पुग्दै यो बाहुनचुलाको भिड यसमा रोड काटिएको छ आजभोलि चाहिँ कस्तो भिड छ हेर्नु त तल पनि त्यस्तै छ माथि पनि त्यस्तै छ पुरै भिड छ हिँड्दा हिँड्दै स्यास्या भइसकेको छ अहिले मेरो घर चाहिँ तोसी हो तर अहिले हामी रानीवनको गाउँमा पुग्दैछौँ यो गाउँ त होइन गाउँ उता हो तर रानीवन यहाँदेखि सुरु भइसक्यो अनि यो 6 नम्बर वडा हो मेरो चाहिँ 7 नम्बर वडा हो घर चाहिँ त्यसैले रानीवनमा पुगियो अब तोसी पुग्न बाँकी त्यही हिँड्दा छु अहिले पुरै नस्पाइकमा कि फाइनली रानीवन पुगियो रानीवनको बस्ती ए यस्तो छ रानीवन है रानीवनबाट अगाडि गयो केटा गाइजहरू रानीवन पुग्यो परीको गर्मीमा परिमाको घाम खानै अगाडि फाइनली मेरो गाडी गाउँमा त आज गाडी पनि आउन रहेछ नि त हेर गाडी पनि आँखा टक्क गाडी पनि आउँदो रहेछ आजभोलि त होइन हाम्रो आउँदाखेरि त ट्र्याक्टर पनि आउँदैन आजभोलि गाडी आउन धेरै विकास भइगयो नगर धेरै विकास रोडैतिर राम्रो बनाएको रोड छ गाडी पनि आएको रहेछ जङ्गल जस्तो रोड यो पनि मैले भिडियो बनाइहालेँ है एउटाले एउटा फाटो पल्सर बाइक लक्कन गयो पछाडि केटी बसालेको हेलमेट पनि लगाएन है बैगुन फुर्ती ल्याउँथेँ देख्दै गयो कि यसले मलाई किन हेऱ्यो भन्दाखेरि यो बाइक देखाउनलाई हेर आएर छ म हेर्छु बाइक मैले बाइक नदेखेँ हो यो मेरो गाउँबाट नजिक पर्ने छिमेकी गाउँ यही हो है रानीवन हो ट्याक्कै त्यहाँ पुगेको छु अब 5 मिनटमा पुग्छु गाउँ ल पहिला मेरा यहाँ मकै गहुँ लाउने गडाहरू हुन् होइन यहाँ चाहिँ गडाहरू हेर्दाखेरि अर्कै लाग्यो यो माथि चाहिँ मेलाहरू घाँस काट्ने मेलाहरू भइहाल्यो यहाँ चाहिँ हामीले गहुँ अनि त्यसपछि मकैहरू लाउँथ्यौँ कि अनि चाहिँ खेतहरू रोप्थ्यौँ यहाँ आजभोलि यस्तो बाँझो रहेछ पुरै न माथि यो मेलो यो धारो भइहाल्यो यी गडाहरू उपारि आफ्नो गाउँमा आइपुगिसकेँ म अहिले ठ्याक्कै स्कुल अब पढेको स्कुलको छतमा छु म आजलाई यति नै ब्लग है आजको ब्लग यहाँ सकिएको छ म चाहिँ सबैलाई धन्यवाद लास्टसम्म हेरिदिनु भएकोमा भिडियोलाई वाच गरिदिनु भएकोमा अब म गाउँतिरको भिडियोहरू हाल्ने छु यो भिडियोलाई सबैजनाले हेरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला आजलाई चाहिँ यति नै भनौँ अब सर्टकटमा मैले के देखाउन खोजेको भनेको यहाँको सबै त्यो यो कस्तो कस्तो छ भनेर देखाउन चाहिँ खोजेको बाँकी अब अरू गरेको र अरू देखाउने कुराहरू चाहिँ अरू भिडियोमा देखाउने छु